दर्शकबिनहरू, यतिखेर हामी मोरङ पथरी शनिश्चरको रत्न पार्कमा आइपुगेका छौँ, जहाँ हामीले देखिरहेका छौँ रत्न पार्क चाहिँ एकदमै सजी सजावट रहेको छ। यहाँ विभिन्न पुरातात्विक वस्तुहरू पनि हामीले फेला पारिसकेका छौँ, हामीले तपाईँलाई अहिले प्रस्तुत गरिसकेका छौँ। यतिखेर मेरो नजिकै यस पार्कसँग सम्बन्धित एकजना पथरीवासी नेपाली रहनुभएको छ। आउनुहोस्, उहाँ को हुनुहुन्छ र उहाँको परिचय र यस पार्क सम्बन्धी अन्य जानकारीहरू हामी उहाँकै माध्यमबाट यहाँहरूलाई प्रस्तुत गर्न लागिरहेका छौँ। दाइ नमस्ते। नमस्कार। हजुरको शुभ नाम? मेरो नाम टिकाम राई हो। हजुर चाहिँ पथरी बसिरहनु भएको कति साल भयो होला? म 39 सालदेखि यहाँ चाहिँ बसोबास गरिरहेको छु। लगभग हामी पुराना बासिन्दा हो यहाँका। तपाईँ धेरै समयदेखि पथरीमा बसिरहनु भएको छ। हामीले अहिले भर्खरै दर्शकहरूलाई चाहिँ रत्न पार्क देखाइसकेका छौँ। यो रत्न पार्क चाहिँ तपाईँले के कन्सेप्टले बनाउनु भयो, भविष्यमा कस्तो हुनुपर्छ र यो चाहिँ आवश्यक छ भन्ने तपाईँहरूलाई सोच कसरी आयो? सर्वप्रथम त अब यो एउटा चाहिँ पछिको एउटा आवश्यक हो। यो जग्गालाई चाहिँ एउटा संरक्षण गरेर लैजाउँ। भोलि पछि अब जनघनत्व बढ्ने र भोलि पछि अब बस्तीहरूले चाहिँ चापाचाप हुने घर अब तपाईँको तीव्र रूपमा चाहिँ निर्माण भइरहेको छ। भोलि पछि अब एउटा कोचाल ठाउँमा चाहिँ बस्नु एउटा अप्ठ्यारो हुन्छ। त्यतिखेर एउटा सास फेर्ने ठाउँ पाइँदैन। त्यसले चाहिँ भोलि संरक्षण गरिराख्यो भने भोलि पछि हेर्ने, यसो बस्ने ठाउँ होइन, एउटा मन भुलाउने ठाउँ हुन्छ भनेर यसलाई चाहिँ मैले एउटा थालनी गरेको हुँ। दाइ, यस पार्कभित्र चाहिँ हामी के पाउन सक्छौँ? हामीले देखिरहेको छौँ केही पुराना वस्तुहरू पनि छन्। तपाईँ अनुभवी हुनुहुन्छ। यस पार्कभित्र के त्यस्ता वस्तुहरू रहेका छन् जो दर्शक र यहाँ घुम्न आउने नेपालीहरूलाई चाहिँ एकदमै रमाइलो हुने गर्दछ? यहाँ सर्वप्रथम त मनोहर होटल भन्ने मैले ल्याएको छु। मनोहरको चाहिँ एउटा भनेको एउटा राम्रो चिज होइन, सुन्दर चिजहरू त्यसमा हुनुपर्छ र भरसक यसलाई प्रयास गरेको छु। एउटा कलात्मक वस्तुहरूले सुशोभित एउटा शान्त ठाउँलाई एउटा पछिसम्म गएर चाहिँ एउटा निर्माण गर्ने मेरो योजना छ। एउटा कलात्मक वस्तुहरू एउटाहरू छन् होइन, मैले अझै निर्माण गरिरहेको छु। एउटा कलात्मक वस्तुहरूलाई चाहिँ बटनी सुशोभित गर्न चाहिरहेको छु र अब अलिकति सानो मिनी जू पनि छ। यसलाई सानो सानो एनिमलहरू पनि मैले राख्ने एउटा गरेको छु। अनि एउटा हरियाली छ। अब शान्त बगैँचा बामा चाहिँ मान्छेहरू विविध अब टेन्सनहरूमा आएर चाहिँ एउटा फ्रेस हुने होइन, अनि पाहुना पाछहरू आउँदाखेरि यसो घुम्न ल्याउने एउटा स्थल भएको छ यो ठाउँ। त्यही भएर एउटा लसो फिल्महरू सुटिङ हुने, म्युजिक भिडियोहरू सुटिङ हुने एउटा ठाउँ भएको छ। लगभग 16-17वटा अहिलेसम्म सुटिङ भइसक्यो यस ठाउँमा होइन। दाइ, तपाईँले चाहिँ व्यक्तिगत रूपमा सुरु गर्नुभएको कि यसमा सरकारी तौरबाट पनि तपाईँलाई केही सहयोग मिलेको छ? यसमा चाहिँ यो व्यक्तिगत, एकदमै व्यक्तिगत हो होइन। यो हुनु चाहिँ अब यो सरकारी जग्गा हो, तर पनि मैले लिजमा लिएर एउटा भोलिको दिनमा चाहिँ यसलाई संरक्षण गरेर जाउँ। एउटा मैले व्यवसाय भन्दा पनि यसलाई चाहिँ के छ भने एउटा भोलि गएर चाहिँ कृति स्वरूप म नरहे पनि, मैले नगरे पनि भोलि यो रहन्छ होइन। पछिका पुस्ताहरूले पाउनेछन् यो ठाउँ। त्यही भएर संरक्षण गरेर राखेको र पछि कसले बनाएको भन्दाखेरि एउटा नाम आउने भएकोले गर्दा विशेष गरेर मैले यसलाई लागि परेको चाहिँ हो। दाइ, यहाँलाई सम्पूर्ण जानकारीको लागि धेरै धेरै धन्यवाद। अन्त्यमा तपाईँले एउटा प्रश्न गर्न चाहे। तपाईँ लामो समयदेखि पथरीको बासिन्दा रहनुभएको छ। वास्तवमा यो पथरी भन्ने शब्द, यसको चाहिँ अर्थ के हुन्छ होला? अलिकति हामीलाई छोटकरी भनिदिनुहोस् न। मलाई चाहिँ खास अब जहाँसम्म चाहिँ पत्री भन्नाले चाहिँ कता कता सुनिन्छ होइन। अब पत्री चाहिँ तपाईँको धेरै यहाँ ढुङ्गिन जमिन भएकोले गर्दाखेरि होइन, भएकोले गर्दाखेरि यहाँ चाहिँ धेरै पत्थर पाउने भएकोले गर्दाखेरि होइन, त्यसलाई चाहिँ पत्री त्यसरी नै एउटा पत्रीको नामकरण भएको भन्ने कुरो चाहिँ अब आएको छ। मैले जहाँसम्म जानकारी भएअनुसार, अब अरू कारण पनि अब हुनसक्छ होइन, तर मलाई जानकारी भएको चाहिँ त्यो चाहिँ हो र हुनु पनि हो। अहिलेसम्म यहाँ पत्रीमा चाहिँ पानी ढुङ्गिन जमिन भएको कारण चाहिँ यहाँको पानी एकदम मिठो र वातावरण राम्रो पनि छ, अब हरियाली भएको कारण। अन्त्यमा आजको यस कार्यक्रम र तपाईँको पार्क सम्बन्धी सम्पूर्ण जानकारी सहितको यस एपिसोड हेरेर बसिरहनुभएका विश्वभरि रहनुभएका पथरीवासीहरूलाई के सन्देश दिन चाहनुहुन्छ? म सर्वप्रथम अब एउटा यो वातावरण एउटा
अहिले चाहिँ के भएको छ संसारभरि एउटा होइन विश्वभरि एउटा वातावरणमा चाहिँ एउटा परिवर्तन आइरहेको छ जसको जनघनत्व र एउटा उसले गर्दाखेरि चाहिँ एउटा अब बस्तीहरूले गर्दाखेरि जनसङ्ख्याले गर्दाखेरि अब आधुनिक एउटा निर्माणहरूले गर्दाखेरि एउटा भइरहेछ वातावरणमा चेन्ज आइरहेछ त्यो कारण चाहिँ हामीले चाहिँ के छ भने एउटा प्रकृतिलाई पनि संरक्षण गरेर लानुपर्छ भन्ने एउटा सन्देश दिँदै हजुरलाई धेरै धेरै धन्यवाद। चौतारीको बर पिपल मायालुको नजारा मायासँगै बस्ने रहरा चौतारीको बर पिपल मायालुको नजारा मायासँगै बस्ने रहरा नि हजुर घाम लाग्यो घमाइलो जता हेरे पनि हजुर पूर्वै रमाइलो जता हेरे पनि हजुर पूर्वै रमाइलो राम्रो सिगारेर साथी राम्रो मिलेर माया राम्रो दिलै खोलेर रूपै राम्रो सिगारेर साथी राम्रो मिलेर माया राम्रो दिलै खोलेर साइनो के छ थाहा छैन आफ्नै लाग्छ देखेर दुई वचन मिठो बोलेर नि हजुर घाम लाग्यो घमाइलो जता हेरे पनि हजुर पूर्वै रमाइलो जता हेरे पनि हजुर पूर्वै रमाइलो धनकुटाको पानी मिठो धरानाको पियारा जीवन बिताऊ यही बसेर धनकुटाको पानी मिठो धरानाको पियारा जीवन बिताऊ यही बसेर तिम्रो माया मुरी मुरी मेरो माया सागर सँगसँगै बसौँ मिलेर नि हजुर घाम लाग्यो घमाइलो जता हेरे पनि हजुर पूर्वै रमाइलो जता हेरे पनि हजुर पूर्वै रमाइलो झापा खेती केटी हेर्नु तिलामर पाँच थर्की तापले जुङको तम्बा सुकुटी झापा खेती केटी हेर्नु
तिलामा र पाँच थरकी ताप्ले जुङको तोम्बा सुकुटी घमाइलो जता हेरे पनि हजुर पूर्वै रमाइलो जता हेरे पनि हजुर पूर्वै रमाइलो कञ्चनजङ्घा पाथिभरा सगरमाथा हाम्रो धन जति हेर्यो लाग्छ हेरौँ झन् हजुर घाम लाग्यो घमाइलो जता हेरे पनि हजुर पूर्वै रमाइलो जता हेरे पनि हजुर पूर्वै रमाइलो हलसीमा भक्कल गर्नु बाचा गर्नु माईमा विश्वास गर्नु साथी भाइमा हलसीमा भक्कल गर्नु बाचा गर्नु माईमा विश्वास गर्नु साथी भाइमा पूर्वेलीको संस्कार राम्रो आफ्नै लवाई खुवाइमा मिली बस्ने दाजु भाइमा हजुर घाम लाग्यो घमाइलो जता हेरे पनि हजुर पूर्वै रमाइलो जता हेरे पनि हजुर पूर्वै रमाइलो जता हेरे पनि हजुर पूर्वै